हेलो एन्ड नमस्ते एभ्रिवान, फेरि पनि स्वागत छ मेरो यस नयाँ भ्लगमा। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज चाहिँ शनिबार हो, अनि शनिबार चाहिँ हाम्रो काम नभएको कारणले म आज थोरै ट्रेकिङ जाँदैछु। ट्रेकिङ चाहिँ कहाँ जाने भन्दाखेरि यो हाम्रो रुमभन्दा नजिकै थोरै माथिपट्टि एउटा पाहाड छ, म त्यही जान्छु। पहिला पनि गएको थियो साथीसँग, त्यति बेला चाहिँ थोरै चिसो भएको कारणले त्यति बेला चाहिँ खासै केही विशेष भएको थिएन। तर आज पनि थोरै चिसो छ, बट घाम लागिरहेको छ। म आज चाहिँ एक्लै जाँदैछु होइन। अब त्यसको लागि चाहिँ मैले थोरै सामानहरू पनि लिएर आएको छु ब्यागमा। अनि अब फेरि त्यहाँ थोरै चाहिँ पसलमा त्यहाँ अगाडि गएर थोरै सामानहरू किन्नुपर्ने हुन्छ। सामान किनेर त्यसपछि म चाहिँ टक्क जान्ने हो होइन। म चाहिँ के भन्छु भने होइन, मान्छेले मरे लानु भने केही छैन साथीहरू। त्यसैले जिन्दगीमा कहिले पनि दुःखी हुनु हुँदैन, जहिले पनि ह्याप्पी भएर बाँच्नुपर्छ, जहिले पनि पोजिटिभ हुनुपर्छ। सो कहिले पनि मैले यो गर्न सकेन, मलाई यस्तो दुःख छ, पीडा छ भनेर कहिले पनि आफूलाई त्यो एकदम त्यो नराम्रो हुन्छ नि, त्यो आफूलाई लो फिल कहिले पनि नगर्नु होला कि। किनकि जो मान्छेले होइन, जो मान्छे सफलता पाउन खोज्छ नि, त्यो मान्छे सङ्घर्ष गर्दाखेरि त्यो मान्छे एक्लै हुन्छ कि। सो तपाईँहरू पनि होइन अहिले एक्लै हुनुहुन्छ, तपाईँहरूको पनि अहिले एकदम लाइफमा चाहिँ एकदम दुःखहरू छ, एकदम आफू चाहिँ अलि अगाडि बढ्न गाह्रो भइरहेको छ भने तपाईँ हार नखानुहोस्। बट तपाईँको लक्ष्यलाई चाहिँ कठाबाट होइन, त्यो कुन बाटोबाट चाहिँ जाँदाखेरि म यो लक्ष्यमा पुग्न सक्छु भनेर तपाईँले बरु त्यो बाटोहरू चेन्ज गर्नुहोस्। तर तपाईँले त्यो लक्ष्यलाई छाडेर त्यो अर्कोतिर मोड्ने काम चाहिँ कहिले पनि नगर्नुहोस्। त्यस्तो गरियो भने हाम्रो कस्तो हुन्छ भने फेरि यदि तपाईँले अर्को पनि सपना देख्नुहुन्छ, फेरि अर्को पनि त्यस्तै गर्नुहुन्छ कि। एक्लै हुनुहुन्छ भने जिन्दगीमा कहिले पनि हरेस नखानुहोस्। सङ्घर्ष गर्ने मान्छे एक्लै हुन्छ, दुःख पीडाहरू आउँछ मान्छे जीवनमा धेरै होइन। मान्छेले भनेको अब दुःख पीडा कष्ट अनि आँसु खुसी सबै सहनुपर्छ कि बाँचुन्जेल। सो त्यसैले कहिले पनि आफूलाई लो फिल नगर्नु होला है त। म यो अहिले यो फिनिल हाउस रहेछ आइसकेँ। अब चाहिँ आज चाहिँ मलाई टक्क होइन, मौसमले साथ दिइरहेछ, टक्क घाम लागिरहेछ। अब हेरौँ माथि गएर के हुने हो। माथि गएर पनि यस्तो घाम लाग्यो भने चाहिँ बबाल देखिन्छ कि। यो म बस्ने छ नि, म बस्ने रुमबाट थोरै अगाडि गयो भने चाहिँ यो सिटी आउँछ कि। म चाहिँ अहिले मेन रोडमा आइसकेँ। अब त्यहाँ अगाडि थोरै अगाडि गएपछि त्यहाँ पसल छ। म चाहिँ अहिले ठ्याक्कै पसल अगाडि आएँ। अनि अहिले चाहिँ मैले यो सामान किन्ने भनेर कार्ड निकालेको छु। अब चाहिँ म भित्र जान्छु होइन, भित्रको सामान किन्छु। ओके गाइजहरू, म चाहिँ अहिले पसलबाट सामान किनेर यता अगाडि आइसकेँ। अब चाहिँ त्यो पहाड चढ्न जाँदैछु। टक्क बवाल छ होइन सिटी। म चाहिँ थोरै एउटा नोटिस गर्न चाहेँ होइन, यो छ नि, यो चाहिँ कोरियाको बस नम्बर भयो होइन। अनि यतापट्टि चाहिँ यो बस चाहिँ कहाँसम्म जान्छ भन्ने ठाउँको नाम हो कि। अनि त्यसपछि फेरि यहाँ माथि हेर्नुमा चाहिँ यो चाहिँ टाइम हुन्छ कि। माथिको चाहिँ कस्तो भने यो बस चाहिँ कति समयमा आउँछ भनेर त्यहाँ टाइम देखाइरहेको हुन्छ कि। म जाने पहाड चाहिँ यो पछाडि देखिरहेको छ नि, हो त्यहीँनिर हो। अब त्यहाँ जान चाहिँ रोड गएर अनि रोडबाट चाहिँ माथि डाँडो आउँछ। त्यो डाँडाबाट चाहिँ फेरि अर्को साइड जानुपर्ने हुन्छ। म चाहिँ अहिले यो दुईवटा सहरको सिमाना जोड्ने ठाउँमा आइसकेँ। यतापट्टि गयो यो पोचनसी हो, यो बाटो यता गयो चाहिँ याङदुसी हो। अब म जानुपर्ने हुन्छ त्यो साइडबाट माथि जानुपर्ने हुन्छ। अब माथि गएर चाहिँ त्यो टक्क बस्ने सिटहरू छ, अनि त्यहाँ गएर चाहिँ टक्क आनन्दले बस्छु। अनि त्यहाँ गएर चाहिँ एकछिन थोरै रमाइलो गर्छु। अनि म यताको ब्युटिफुल भ्यूहरू पनि देखाउँछु होइन। अब चाहिँ म यहाँ त टक्क माथि जाँदैछु।
यहाँ चाहिँ यस्तो बाटो बनाएको छ। अलि माथिपट्टि चाहिँ थोरै बाटोहरू खासै छ होइन त्यति। यहाँ चाहिँ कस्तो भने अलि एकदम त्यो मान्छेहरू खासै आवाजावत नगर्ने भएर थोरै अलि सुनसान छ कि। सुनसान ठाउँमा चाहिँ म एक्लै आइरहेको छु होइन। त्यो जङ्गल जनावरहरू चाहिँ त्यो आउँछ जस्तो लागिरहेछ कि मलाई चाहिँ थोरै डर लागिरहेछ कि। मैले त चिसो लिएर आएको छु। अब यहाँ बसेर चाहिँ म चिसो खान्छु होइन। लास्ट तिर्खा लाग्यो। मलाई चाहिँ कस्तो भने म यो जङ्गलको बाटो हिँड्दा चाहिँ सानोमा चाहिँ बाबाहरूसँग चाहिँ त्यो गाउँको बाटो हिँडेको सम्झनाहरू आउँछ कि। लास्ट चाहिँ रमाइलो भइरह अहिले। अहिले चाहिँ जाँदाखेरि चाहिँ यता साइडमा जानु पर्ला। त्यताबाट जान चाहिँ कस्तो हुन्छ भने त्यो एउटै साइडबाट आएर फेरि एउटै साइडबाट गयो भने चाहिँ त्यो दुईचोटि चाहिँ एउटै बाटो जान चाहिँ अलि घुम्न पनि त्यति पाइँदैन कि। उता अर्को बाटो जान चाहिँ घुम्न पनि पाएँ नि। अर्को फेरि रुममा जान पनि छिटो हुन्छ। यताबाट झऱ्यो सिधै झऱ्यो भने शरीरलाई एउटा एक्टिभ गराउनको लागि हामी यो पैदल यात्राहरू चाहिँ गरिराख्नुपर्छ कि। छुट्टी टाइम मिलाएर चाहिँ यो पैदल यात्राहरू गऱ्यो भने हाम्रो शरीरका अङ्गहरू चाहिँ एकदम फाइदा हुन्छ। सो वाह क्या आनन्द ठाउँ। म अब ठ्याक्क अब बस्ने ठाउँ छ उति अगाडि, त्यहाँ बस्छु। अझ म टक्क बस्ने ठाउँमा आइसकेँ। अगाडिको भ्यू चाहिँ थोरै कुहिरो लाग्यो जस्तो धुम्म गरेको देखियो कि। साथीहरू म चाहिँ अब कपडा निकालेर यहाँ अब मैले ल्याएको सामानहरू तयार पार्छु। आनन्दले खाएर राखेर मैले ल्याएको सामानहरू चाहिँ यता अब म तयार पार्छु। यो चाहिँ चिसो, यो चाहिँ बिस्कुट, चिप्स, देन यो चाहिँ चाउचाउ, यो चाहिँ नोटबुक, यो चाउचाउमा चाहिँ मैले ल्याएको तातो पानी हालेर म चाहिँ टक्क आनन्दले यो चाहिँ मैले लिएका सामानहरू हो। अब चाहिँ यसलाई म टक्क आनन्दले एकछिन यो चाहिँ रामेन हो। यो रामेनलाई चाहिँ छोपेर राख्छु। अनि यो चाहिँ ओरेओ भन्ने बिस्कुट हो। यो बिस्कुट चाहिँ मलाई एकदम धेरै मनपर्छ। सूर्यगिरी चाहिँ ब्यागमा हाल्छु यी। क्या आनन्दको ठाउँ छ क्या। यता हल्ला छैन। यता अगाडि भ्यू राम्रो भ्यू देखिरहेको छ।
मैले चाहिँ रामेन खाने चपस्टिक बिर्सेर यो चाहिँ भर्खर काठको भाँचेर बनाएको हो यो चपस्टिक। अब चाहिँ म रामेन खान्छु। मेरो रामेन चाहिँ थोरै रेडी भएको छ, पानी थोरै चिसो भएर होला अलि कस्तो कस्तो भएको छ। म चाहिँ यो रामेन चाहिँ लास्टै मनपर्ने कि। म चाहिँ पहिला कोरियामा आउँदाखेरि कोरियन खानाहरू त्यति मिठो नलाग्ने, अनि म चाहिँ एकदम बढी यो रामेन चाहिँ बढी खान्थेँ कि, एकदम खानासँग खाने त्यही खान्थेँ कि। एकदम टेस्टी छ यो। मान्छे चाहिँ कस्तो हो भने यो प्राकृतिकसँग रमाउन सिक्नुपर्छ। प्राकृतिकले हरेक चिज दिन्छ क्या मान्छेलाई, प्राकृतिकलाई चाहिँ संरक्षण गर्न जान्नुपर्छ। यो बिस्कुट चाहिँ 2वटा खा। मैले चाहिँ यत्रो खान सक्दिनँ भर्खर चाउचाउ खाएर। एउटा बिस्कुट चाहिँ म रुममा लिएर जान्छु र यो एउटा चाहिँ खान्छु। सो आमा आनन्दले रमाउँदै चिप्स खान्छु। चाहिँ अलिक चिसो छ कि, म त यहाँ टोपी ल्याउन बिर्सेछु। यो चिप्स पनि अघि रामेन खाएर होला पेट भर्यो। यो चिप्स पनि म रुममा लिएर जान्छु। म चाहिँ झरेर तलपट्टि आएको होइन, त्यहाँ फेरि माथि फेरि मोबाइल अफ भयो कि। मोबाइल अफ भएर म खासै त्यति भिडियोहरू बनाउनु पाएन माथि झर्दाखेरि। अनि भर्छ चाहिँ म अहिले तलपट्टि आएको छु होइन। बाटो चाहिँ डेन्जर छ कि, यहाँबाट चाहिँ लर्किएर तलपट्टि खस्ने भए चाहिँ डेन्जर छ कि यो बाटो। सो बी केयरफुल भएर हिँड्नुपर्छ। यहाँ त चियान पो छ त गाइज। यस्तो ठाउँमा चियान बना डेन्जर छ टो। अलि यस्तो एकान्त ठाउँमा चाहिँ अलिक चियानहरू चाहिँ मलाई थोरै डर पनि लाग्यो कि। भोटेले चाहिँ कस्तो भने यो घरहरूको छेउमा चियान बना हुन्छ, अनि हाम्रो चाहिँ अलिक टाढा बना हुन्छ। यहाँ चाहिँ यस्तो जङ्गलमा चाहिँ बनाइदिएको रहेछ कि। कस्तो जङ्गलमा यो ट्रेकिङ पनि त्यही बना, अनि चियानमा त्यही छ। जुत्ता चाहिँ बबाल परेछ क्या, ट्याक्क जहाँ टेक्यो त्यही अड्डिने कि। नत्र लर्किनु भए त तल पुगिन्छ नि। डेन्जर छ फेरि। चाहिँ चक्क बाघावाला जस्तो ठाउँ रहेछ क्या। मेकुरी बाघा र च्याप्प समात्यो भन्दै यस्तो लक्खा जवानमा होइन मेकुरी एक्लै के हो यार। बाघ आएको छ त यार, के हो यार। के हो? बाघ आयो, बाघ 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 आयो, बाघ 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 गाइस, बाघ बाघ आयो, बाघ 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 ओ बाघ, ओए बाघ आयो, बाघ बाघ, ओए बाघ, बाघ 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 भन्दा हुन्थ्यो होइन। यस्तो यस्तो जङ्गलमा पनि बाघ हुन्छ। मेरो मनले जे चाहन्छ नि म त्यही गर्न मन लाग्छ क्या। त्यो जस्तो सुकै परिस्थिति होस्, चाहे जति दुःख होस् होइन, मनले एकचोटि भन्यो त भन्यो कि। के हो यो युद्ध लड्दाखेरि बनाएको हो कि के हो?
कि ऊ पनि बनाएको हो कि यो अझैमा त तलै झर्छ कि होइन चिसोले टाउको हानिरहेको तर उताबाट गएर चाहिँ अलिक टाढा थियो यताबाट चाहिँ अलिक नजिक रहेछ सिधै झरेको यहाँबाट चाहिँ कता जाने हो यहाँ चाहिँ गेट रहेछ गेट बनाएर यहाँबाट जानु मिल्दैन अगाडि चाहिँ कम्पाउन्ड पनि छ माथिबाट त झरिएको बत्ती पनि छ यहाँनिर यहाँबाट चाहिँ भित्र जान नि सक्छु अब यहाँबाट यता बाटो छ कि हेर्नु म चाहिँ अहिले रुमको नजिक आइपुगेँ होइन अब गएर चाहिँ रेस्ट गर्छु थोरै थकाइ पनि लागेको छ आज र अन्तिममा के भन्छु भने म मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्न नभुल्नु होला म फेरि छिट्टै अर्को भिडियो लिएर आउनेछु त्यति दिनजेलको लागि म बिदा हुन्छु है त बाई।